सुदूरपश्चिम र कर्णालीमा चुनाव गरेर देखाउन म यो सरकारलाई म चुनौती दिन चाहन्छु। जाओस् त घर घरमा जाओस् त, सुदूरपश्चिममा कति मर्या छ, कर्णालीमा कति मर्या छ हैन, यिनीहरुका त्यही टाउका काटिन्छ। र जाओस् न त्यो माथि पनि बजाङ त कांग्रेस एमाले माओवादीले खुट्टा टेक्यो भने यिनीहरुलाई त्यही ध्वस्त पार्ने हाम्रो तयारी छ। तपाईको जिल्लामा चुनाव गराउनुस्, सुदूरपश्चिम र कर्णालीका जिल्लामा तपाई खुट्टा टेक्नुस्, तपाईको घाँटी त्यही भेटिन्छ। ल म हेर्न तयार छु। शहीदको सपना भन्दा विपरीत कसैले यदि काम गर्न खोज्छ भने यिनीहरुका टाउका त्यही काटिन्छ। कसैको बाउले पनि रोक्न सक्दैन। सुदूरपश्चिमका 9 जिल्ला, कर्णालीका जिल्लाहरुमा बुझेर हेर्नुस्। अब काई माओवादी कांग्रेस तपाईका को दलालहरुलाई ल कसले भोट हाल्ने त? कसले हाल्ने? हामीले हाल्छौं, हाम्रा परिवारले हाल्छन्। यो दलालहरु जहिले चुनाव गराउने के को चुनाव? 84 को चुनाव 82 मा गर्नले हामीले रगत बगाएको हो त भने हिजो विदेशी दलालहरुसँग सम्झौता गर्नेहरुसँग हामी छुट दिनुपर्ने, हामी बाटोघाट गरिदिनु पर्ने। सुशीला कार्कीलाई के ज्यानजीले हिजो तपाईको प्रधानमन्त्री बनाएको हो? भारतीय साम्राज्यवादका दलाल र एनजिओका दलालले तपाईको प्रधानमन्त्री बनाएको हो। यदि सुशीला कार्की सुन्नुस्, यदि सुशीला कार्की हाम्रो प्रधानमन्त्री हुनुहुन्थ्यो भने म स्वीकार्छु। अहिले उहाँले ज्यानजीका माग पूरा गर्नुभएको, धेरै कुरा नगर्नुहोस्। 3, 4, 5, 6 हजार जना जति कति बित्नुभयो, कति घाइते हुनुहुन्छ नि। यो परिवारमा एकजना पनि मन्त्री हुन लायक मान्छे थिएनन्, एकजना पनि मन्त्री हुन लायक मान्छे थिएनन्। एकजनालाई मन्त्री बनाउनु भयो। बब्लु गुप्ता ज्यानजी हुनुहुन्न रे, उहाँ घाइतेको परिवारको मान्छे हो। बब्लु गुप्तासँग मेरो कुनै पर्सनल दुश्मनी होइन। तपाईको अरु कोही साथीहरुमा घाइतेको मन्त्री हुनुहुन्छ। हामीलाई यो सरकारले आतंककारी घोषणा गर्दैछ। तपाई यसरी बुझ्नुस्। तपाई फेरि चुनावमा जाने, यिनीहरुसँग सहकार्य गर्ने, यिनीहरुसँग तपाईको व्यवस्था परिवर्तन गर्ने, पछि चुनाव भइसकेपछि परिवर्तन गर्ने, प्रत्यक्ष कार्यकाल पछि गर्ने, के रे संविधान संशोधन पछि गर्ने भन्दै हुनुहुन्छ नि। कुनै पनि हालतमा तपाई क्लियर हुनुहोस्। कुनै पनि हालतमा हाम्रा माग केही हदसम्म 100% मा 30% सम्म हाम्रा माग यो सरकारले यो चुनाव हुनुभन्दा अगाडि नै तत्काल लागू गरेन भने हामी कोलाई मार्ने। म स्वयं पनि घाइते हो। म स्वयं पनि तपाईले मैले 4 चोटी यो सरकार हाम्रो हुन्थ्यो भने हामीले ज्यानजीका माग पूरा गरौँ न भनेर माइती घरमा जाँदै गर्दा म 4 चोटी गिरफ्तार गरिसकेँ। मेरो टाउकोमा अहिले पनि रगत जमेको छ। भनेपछि यो दलाल सरकारसँग हामीले सरकार मानिदिनु पर्ने। एउटा शहीदको परिवारको मान्छेले मन्त्री बनाउन नसक्ने दलालहरूले, एउटा घाइतेको परिवारलाई तपाईको मन्त्री बनाउन नसक्ने दलालहरूले अनि हामीले सहकार्य गरिदिनु पर्ने। यो कुनै पनि हालतमा हुँदैन। तपाई क्लियर हुनुहोस् है।